यसै गरी अर्को भनेको एकतिर सडक भएको जग्गा र दुईतिर सडक भएको जग्गा भनेको यदि तपाईँ आवासीय घर बनाउँदै हुनुहुन्छ भने यसमा पनि यदि तपाईँ आवासीय घर बनाउँदै हुनुहुन्छ भने तपाईँको लागि चाहिँ एकातिर सडक भएको जग्गा चाहिँ बढी उपयुक्त हुन्छ। किनभने सडक भइसकेपछि तपाईँको यसमा हामीले सडकको लागि क्षेत्राधिकार छोड्नुपर्ने हुन्छ, अर्थात् राइट अफ वे। भोलिको दिनमा यो सडक चाहिँ यहाँसम्म बढ्न सक्छ है भनेर तपाईँको राइट अफ वे सडकको क्षेत्राधिकार छोड्नुपर्ने हुन्छ। त्यसकारण तपाईँले एक साइड भयो भने तपाईँले एक साइड मात्रै छोड्दा हुने भयो। अब तपाईँको दुई साइड सडक छ भने तपाईँले दुवै साइडमा चाहिँ सेटब्याक छोड्नु, राइट अफ वे छोड्नुपर्ने हुन्छ। दुवै साइड चाहिँ तपाईँको जग्गा सडकले खाइदिन्छ, अर्थात् जग्गा खेर जान्छ। त्यसकारण आवासीय घरको लागि चाहिँ तपाईँले कम जग्गा खेर जानको लागि चाहिँ तपाईँले एकातिर सडक भएको जग्गा बढी उपयुक्त हुन्छ भने, तर यदि तपाईँ व्यवसाय घर बनाउँदै हुनुहुन्छ भने तपाईँले यता साइडमा नि सटर निकाल्न सक्नुभयो, यता साइडमा नि सटर निकाल्न सक्नुभयो। त्यसकारण व्यवसाय घर बनाउनको लागि चाहिँ तपाईँले दुईतिर सडक भएको जग्गा बढी उपयुक्त हुन्छ। त्यस्तै आवासीय घरको लागि सडक पनि तपाईँको जग्गा कम खेर जाने भएकाले एकातिर सडक भएको जग्गा चाहिँ बढी उपयुक्त हुन्छ।